है आज हामी कहाँ घुम्न जान लाग्यो अरे भन भन पछाडि ठुला के भन्नु पर्छ गोदावरी यस यता हो मिमी जाने हामी सक्छौँ एकदम हामी चाहिँ यसमा जान लाग्यो सबैजना कतिजना छ 1 2 3 4 5 6 7 8 10 12 जना छ यसमा उठेर टक्कै जानुपर्छ हामी जान लागेको गाडी चाहिँ यो है त हामीहरू सबैजना यति धेरै त उता जान अगाडि जगेर यति धेरै छ हामीहरू जाने यहाँ तर गाडी चाहिँ यस्तो छ पछाडि लगा 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 तेल बाग लगा ल ल ल ल बस 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 सब बस त फास्ट 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 ल है बस राम्रोसित पुरा भिआइपी तरिकाले बस्नु है यहाँ ल ल ल ल ल ल ल तिमीहरूसित ग्याङमा पनि हुन्छु भित्र मेरो जना आउँदैछ है कमन कमन बस्ने एकदम रमाइलो हुनेछ है हामीहरूको पछाडि यस्तै बस्नेछ खोइ कता कता कहाँ कहाँ छौँ त्यो सामान राख्ने ठाउँमा बसेर कस्तो फिलिङ आइरहेछ आजको रमाइलो हाम्रो के भन्दैछ भने हामी चाहिँ गोदावरी जाँदैछौँ र हामीले रमाइलो कसरी गरिरहेछौँ भने कतै हामीले यो गाडीमा को रेडियो र कतै हामी आफै देउसी भैलो कता दसैँ तिहार लागेको कतै र अब हामी चाहिँ 2 जना मान्छे लिन बाँकी छ र त्यहाँ गन्तव्यतिर जाँदैछौँ त हेर्दै गर्नु होला है त कसरी निकाल्ने यसोबाट मैले के गर्न सक्छु त भन्ने कुराले झन् मलाई प्रेसराइज गरिदिन्छ त्यो तिमीले भने जस्तो चाहिँ झिक्नु परेमा चाहिँ त्यो पनि अब दूरतिरको माइतीतिरको पनि चाहिँ कुराकानीलाई मिलाउनु पर्यो आफ्नो घरतिरको लागि पनि मिलाउनु पर्यो र हामीहरू बारम्बार भन्छौँ नि होइन हामीहरू बिहा गर्दाखेरि झन् श्रीमतीहरूको चाहिँ दृष्टिकोणबाट हेर्ने भन्दाखेरि हामीहरूले चाहिँ त्यो But it's never really over.
केएमसी नेटवर्कमा 16वटा कलेज छन् के त्यो 16वटामा यो एउटा पर्छ एउटा हाम्रो पर्छ हाम्रो त के भन्नु मेरो एक्ट कलेज अब डकुमेन्ट आइसक्यो सब भइसक्यो छुट्टी छ ए हिमालयनको हो पुरै सोह्र युनिभर्सिटी धनी छ नि सबसे धनी युनिभर्सिटी भनेको काठमाडौँ युनिभर्सिटी त्यसपछि अहिले पोखरा अब 80 हुने कि माओवादी भन्ने हुन्छ नि त तर माओवादीको उयो चाहिँ हिस्ट्री के अरे चिन्ता त्यही हो नि तर हैन सबै पार्टी गर्ने त तर यो माओवादीको मतलब आजहरुलाई गरी ग्वारकोमा रहेको यो आकाशे पुल बनिसकेको रहेछ र आज चाहिँ हामी फर्स्ट अनुभव गर्न जाँदैछौँ त्यसैले हामीले यो गाडी चाहिँ बिचमा ल्याइसक्यौँ र अरू चाहिँ बाहिर जाने गाडी चाहिँ भन्नाले यो भेलीबाट बाहिर जाने गाडी चाहिँ यो बिचबाट जाने पाउँछ अरे बट हामी चाहिँ आज यो अनुभव गर्नको लागि यो बाटोबाट अथवा यो पुलबाट चढ्दैछौँ र यो पुल चाहिँ के थियो भने पहिला चाहिँ बनाएको थियो है पहिलामा आउँदाखेरि अर्कै डिजाइनको थियो के तर योचोटि हेर्दाखेरि त यो त पुरानै डिजाइन छ है भन्नाले यो त्यसै पैसा खाऊ जस्तो भयो कि केही नयाँ देखिनु पऱ्यो केही छैन कि सिर्फ अग्लो गराएको छ भित्र घर जस्तो छ भने जस्तो छ केही छैन सामान्य थोरै छ तर यो चाहिँ बनाएको धेरै भइसक्यो म फर्स्टमा पहिला आएको थिएँ 1 वर्ष पहिला नि बनाउँदै थियो बल्ल बल्ल बनाएको रहेछ खासै यो के भन्छ पुरानो मान्छेले ढुङ्गा अट्काउ पैसा लट्काउ भने जस्तै यो चाहिँ नेपाल सरकार या यो ललितपुर महानगरपालिका हो या काठमाडौँ महानगरपालिकाको लापरवाही हो या कस्तो आई डोन्ट नो है यो त्यस्तो लाग्यो कि मलाई मान्छे वेट गर्दा गर्दा यहाँ आधी घन्टा भइसक्यो अझ आउँदैन के गर्नु है 2-3 दिन बाँकी छ टेन्सन भइसक्यो यहाँ कहाँनिर बसेछु कहाँ जाने भने मान्छे यहाँ आएर यहाँ कहाँनिर बसेछु यी यसरी बसेछन् यसरी बसेछन् सबै यताउता आधी उतापट्टि छन् के गर्नु आधी उतापट्टि छ के गर्नु गाह्रो पर्छ त हौ यो भिडियो बनाएर पनि खाना लाउन पुग्ला जस्तो लागेन आधी घन्टाको वेटिङमा चाहिँ आइपुगेछन् ल अब फेरि हाम्रो चाहिँ गन्तव्य सुरु हुन्छ
ओके डन एक्सन हेलो नमस्ते सबैजनालाई यस हामी पिकनिक जान लागेको गोदावरी यसको योजनाकार चाहिँ म हो हामीले आफ्नै पर्सनल ड्राइभर लिएर आछौँ यस ड्राइभर नमस्ते हेलो एकदमै इन्जोय हुनेवाला छ ल सबजना निस्किनु पर्दैन They couldn't protect and they couldn't defend in all the way. Have you heard of the heroes standing? If we go further, then we'll never be the same. हामी चाहिँ गोदावरी घुम्न जान लागेको होइन अनि हाम्रो सपिङ पनि भयो थोरै थोरै खानेकुरा लागेको छौँ हामीले होइन खानेकुरा लैजाँदैछौँ अनि यो चाहिँ हाम्रो आफ्नै प्राइभेट गाडी हो अनि यहाँ चाहिँ एकदमै गर्मी भइरहेको छ होइन अनि रमाइलो भइरहेको गीत पनि बजिरहेको छ एकदम रमाइलो भइरहेको दिनु सरकार आजको यहाँ घुमेर यहाँ बसाइ कस्तो भइरहेछ त भने मलाई त एकदमै ठिक भइरहेछ ल यहाँ बसाइ यो गाडीमा बसाइ अधिक भएको छ सास पनि खाएको छैन एकदम इन्जोय हुनेवाला छ कस्तो लागिरहेछ त एकदमै राम्रो लागिरहेछ अरू गाडीभित्र बस्दा बस्दा धेरै गर्मी भइरहेछ कहाँ जान लाग्यो सरी गोदावरी के गरौँ घुम्न पिकनिक पास अर्कोलाई बसमा बसेर निन्द्रा लागिरहेछ होइन अरू त मजा आइरहेछ होइन त्यहाँ गएपछि मजा आउँछ हामीले भर्खरै यो विभिन्न किसिमका क्वेसन्सहरू अनि यो प्लान कसरी बन्यो अनि के लागि बन्यो कहाँ जाने बन्यो भन्ने क्वेसनको उत्तर गरेर पनि सकिसक्यौँ र हाम्रो यो ट्रिप अथवा हाम्रो यो ड्राई पिकनिक एकदमै जोयफुल हुनेछ। अब हामी चाहिँ लगभग हामी गोदावरी नजिकै पुगिसकेका छौँ। केही लगभग हामी 15-20 मिनेटपछि हामी गोदावरीमा हुनेछौँ। हेर्दै गर्नु होला है त। And stories, how I believed that I could climb through every page. How all the fire and glory, all the revenge and all the rain. Have you heard of the heroes ending? They couldn't protect and they couldn't
हाँस्दै खेल्दै रमाउँदै अनि इन्जोय गर्दै कतै ओर्लदै कतै सामान किन्दै कतै केही गफ गर्दै केही गफखाफ गर्दै कतै रेडियो सुन्दै हामी गोदावरी पुगिसकेका छौँ। माथि देखिरहेको छ डाँडाहरू जङ्गलहरू हरियो वनपाखा मनै लग्यो हुनेछ। यस्तै गरी हामी लगभग अब हामी गोदावरी पुगेर प्रत्येक व्यक्तिको 50 रुपियाँ टिकट काटेर हामी चाहिँ भित्र इन्ट्री गर्नेछौँ। त्यसको लागि आजको कस्तो छ, मान्छेहरू कति छ, के छ आज है तिहारको भोलिपल्ट जो विशेष रमाइलो। अघिल्लो दिन दिदीहरूले भाइहरूलाई र दिदीबहिनीहरूले दाइ भाइहरूलाई टिका लगाएर सम्पन्न भएको दिन सँगै भोलि हामी चाहिँ भनेर आजको दिन हिजो टिका, आजको दिन हामी पिकनिक खानलाई ड्राई पिकनिक खानको लागि एकदमै महत्त्वपूर्ण अथवा काठमाडौँ ललितपुरको घुम्नै पर्ने ठाउँ भनेको यो गोदावरीमा हामी आज प्रवेश गरेका छौँ र हामी लगभग हामी चाहिँ गोदावरी पुगिसक्यौँ। यहाँ तपाईँहरू हाम्रो यो लभ गोदावरी भन्ने यो लभ आइकन भएको र हामी टर्न गर्छौँ र हामी मेन गन्तव्य अथवा सही हामी चाहिँ एकदमै टिकट काट्ने ठाउँमा जान्छौँ र त्यहाँ गाडी पार्किङ गरेर हामी सबजना सुरुवात हुनेछ हाम्रो अहिलेसम्मको घरदेखि यहाँसम्म पुग्नुको कारण के हो भनेर अब यहाँ आएर हाम्रो कारणको उत्तर निस्किने छ भन्ने विश्वास छ है त। हाम्रो कोसिस जारी नै छ, हामी हिँड्ने काम र हामी गर्ने काम अझै पनि जारी छ। Stories, how I believed that I could climb to every page. पैसा दिन्छ अब यति कहीँ गाडी खोलौँ र त्यहाँ खाउँ गाउँ खाउँ गएर झोला पनि कसैले ल्याएर होइन धेरै अटाउने गोदावरी वेलकम गाइस वेलकम। वरि पुगेर पनि यहाँ सामान झार्ने भइरहेछ, गाडीमा राखेको आफ्नो हातमा आफ्नो सामान बोक्ने काम भइरहेछ। अब केही क्षणमा हामी टिकट काटेर चाहिँ हामी चाहिँ भित्र जानेछौँ, हेर्दै गर्नु होला है त। सामानहरू जित्दै चाहिँ यहाँ लिएको खानेकुरा हामी चाहिँ यहाँ ड्राइभिङ भनेर यहाँ गइरहेको। आज चाहिँ तिहारको भोलिपल्ट भएर यहाँ चाहिँ अलिकति धेरै गाडीहरू छ। मेरो कार्ड ओके डन। हामी चाहिँ 11 जना छौँ। अब चाहिँ हामी गयो टिकट काट्नको लागि। मरेको हुन्छ टिकट यहाँ कसरी हुन्छ, यहाँ हुन्छ। अब हामी चाहिँ यहाँ टिकट काट्नु जाँदैछ। बाफर यहाँ त टिकटको लागि त पुरै लाइन लाग्नुपर्ने रहेछ नि। यहाँ लाइन लागेर चाहिँ काट्नुपर्छ अरे। लागेर नि अब टिकट काट्नु पऱ्यो होइन। हामी 10 जना ठिक हो। हतार हुन्छ त्यही गर्दा
टिकट काटेर सक्यो ए त्यही छ मै कति पानी पनि त्यहाँभित्र सक्यो त्यो खोला बगे हुन्छ त्यो खोलाको पानी खाने हो सबैमा खोलाको पानी खाने हो यहाँ 12वटा पानीको बोतल लिएर आएको छ चट्ट पारेर अब चाहिँ हामी चाहिँ गोदावरीभित्र इन्ट्री भइसक्यो ल ल ल हिँडी अब हामी चाहिँ भित्र हानिसकेपछि त अब लम्की हिँड्नु पऱ्यो पहिला चाहिँ यहाँ के छ वासरुम छ वासरुम जाने कि वासरुम जानै पऱ्यो के अब के काम कति भन्छ म चाहिँ पहिला ब्याचलर फर्स्ट इयरमा यहाँ आएको एउटा प्रोजेक्टको लागि त्यसपछि अहिले आउँदैछु यहाँ ड्राइभिङ यस्तै पानी बोकिरहेछ यसरी यहाँ हाम्रो के समाइरहेछ नि के भन्छ चिजहरू पहिलेको पढे नपढे जस्तो यहाँ बुगा हातमा समाएर नि पढ्न सक्छ इजोरिया पाउनु भएको यसलाई कद्दु समाइरहेछ नि हाम्रो लोकल भाषामा कद्दु चाहिँ खासै चाहिँ यो चाहिँ खरबुजा यो चाहिँ चाइनिज सबै यो चाहिँ नेपाली चिप्स हो हैन यो चाहिँ अनि यो चाहिँ करेन्ट हैन अनि यहाँ चाहिँ थालहरु छ अनि यहाँ भित्र चाहिँ अरु सामानहरु पनि छ है ओके हामी चाहिँ फेरि अगाडि बढ्छौँ त्यहाँ माथि रहेछ कि अब यो भनेको हाम्रो केयरको गोदावरीमा आउने यो बोल्नु म बोलिहाल्छु आजको मौसम एकदम बेटर छ यो भारी बोल्नु परेको छ है पजेर देखाउँ न हेर्नुस् गाइस हैन हामी चाहिँ भारी बोल्नु परेको छ धेरै छ आज म हेर्दा आफै नै बिएसमा यहाँ सबै प्राइस यहाँ आउने हुन्छ यत्रो भारी त मैले जिन्दगीमा बोल्दिन यहाँ कोही त नाचिरहेको छ कोही घाँसिरहेको छ कोही सुतिरहेको छ कसो बोकेर कुदिरहेछन् है सबैजना आफ्नो सामान बोक्दै हिँड्दैछन् यो चाहिँ एकदमै रमाइलो भइरहेछ है त यस्तै हो के भन्छ खरबुजा अथवा हामी चाहिँ कद्दु भन्दिउँ यो चाहिँ लगेर यहाँ हिँडिरहेछ भान्जा बाबु अरू चाहिँ आउँदैछन् जाँदैछन् हामी जाने प्रोसेस भइरहेछ हामी ठाउँ खोजिरहेछ आज एकदमै ठाउँ पाउनु गाह्रो कि यहाँ यति धेरै आएको छ कि कुरै छाड्दिनु कि यहाँ हामीलाई ठाउँ खोज्दा यहाँ हामी चाहिँ भित्र पसिसक्यो ठाउँ नपाएर हिँडिरहेछ कि बोकेर गाह्रो छ नि त है यस्तो छ तर रमाइलो पनि हुँदो रहेछ एकदमै हाम्रो चाहिँ एकदमै यहाँ जोयफुल हुँदैछ बनाउनुलाई हतार गरेर राख्छन् झगडा गरेर राख्छन् हल्ला नगर सल्लाह गरेर त बस्ने सल्लाह गर्नुपर्छ ब्याकसेट खोलेर सामान निकाल्दा यस्तो सिस्टम तरिकाले सिस्टमेटिक तरिकाले यहाँ बोकिरहेछन् मान्छेहरू अझ जाम हुन्छ न पुग्न त पुग्यो अरू चाहिँ आउँदैछन् यसो गऱ्यो भने त दुई हातले थामिकन यहाँ भिडियो बनाउनु परेछ मिलाउ राम्रो त अब आफू त ठुलो मान्छे परेपछि त अब बल्ल बल्ल हामीले चाहिँ यो बस्ने ठाउँ भेटाएर हामी चाहिँ यहाँ बिछाउँदैछौँ तन्ना आउने प्रोसेस जारी नै छ अझै आउँदैछन् 3 जना भदैनी भान्जीहरू पुगे हेर लठ्याङ्गी भन्दै म भान्जी र भदैनीहरूलाई जिक्साउँदै थियो हेर नक्कलीहरू गाह्रो पर्छ त नक्कलीहरू जरी सकिने भएन बनाएर अब हाम्रो चाहिँ यहाँ सामान राख्ने प्रोसेस भइरहेछ है त यहाँ राख्ने क्रम भइरहेछ ल है के लिएको छ सबहरू राम्रोसित ध्यान दिएर हेर्नु होला है त गाइज यत्रो सामान लिएको छ खाने हो कि खाने होइन थाहा छैन अब के पो भन्छ है आज चाहिँ के हुने हो अब हाम्रो भुँडीलाई के हुने हो अब खाने हो भुँडीलाई जे हुन्छ साँझ थाहा हुन्छ
हामी त फास्ट मान्छे पर्यौँ के अरे रेस्ट नगरेर हाम्रो खाने प्रोसेस हामी खाने काम सुरु भइसक्यो र हाम्रो यहाँ सुरुवात बदमबाट खाने सुरुवात भइरहेको छ। यसरी हामी खान थालियो कि यसरी खान थालियो कि अरू आओस् जाओस् थाहा छैन। हामी रमाइलो गरेछौँ, गफ गरेछौँ, खान सुरु गरिसकेछौँ। कुरै सार्दा यति फास्ट त यति फास्ट कि यति फास्ट हामीहरू। तर आकाशले अलिकति जाडो पनि गराइरहेको थियो है त्यतिखेर। रिप्ले गरिकन हुन्छ है फेरि। यहाँ क्यामेराम्यानलाई अलि बढी हाल्नु पर्यो है फेरि। औषधि सुत्दैछ है ल। बढी भयो क्या एकदम मिठो छ है। आउँछ थापिल्यो। मलाई त मच्चे पिरे कुचनी हाल्छ। हामी चाहिँ यसरी मिठा रमाइला गफ गर्दै खाँदै गफ गर्दै खाँदै हाँस्दै यहाँ कतै कम्पिटिसन गरेको जस्तो त देखिन। तर हामीले चाहिँ गरेको थियो है त। खाँदैछौँ र खाने प्रोसेस जारी नै छ र लगभग हामी चाहिँ खाने क्रम पनि इन्डिङ आएर हामी चाहिँ यहाँ खाइरहेछौँ। माउन्टेन इनर्जी भनेर चाहिँ मोबाइलहरूमा अथवा टिभीहरूमा तपाईँहरूले देख्नुभएको ड्युको टी प्रचार है। त्यो चाहिँ हामी यहाँ बाँडीचुडी गरेर हाफ गरेर मिलाइ गरेर यहाँ के गर्नु छ चेस गर्ने प्रोसेस गरेर हामी अब हाम्रो यहाँ यही हो खाएको रमाइलो भनेको। खाएर चेस गर्ने काम हुन्छ, यताउता हुन्छ। चेस गरेर पनि फेरि हामी सकेर लगभग अब हामीले के भन्छ खाइसकियो भन्नुपर्छ है त। खाना चाहिँ हामीले भोजन चाहिँ गऱ्यो है त। ड्राई पिकनिक गरेर अब हामी चाहिँ लगभग अब केही समयपछि केही मिनेटपछि हामी यो बाटो हामी फेरि गोदावरीबाट बाई बाई हुँदै हामी आफ्नो गन्तव्यतिर लाग्ने छौँ भन्दै लगभग अब हाम्रो भिडियो पनि इन्डिङ हुँदैछ र हामी एकचोटि खाली भाँडा सकाएको भाँडाको एउटा भिडियो सुट पनि गरेको छौँ। त्यो भिडियो देखाउँदै हामी चाहिँ बाई बाई भन्न भन्छु र एकदमै यहाँसम्म हेरिदिनु भएको छ भने लाइक शेयर र एक कमेन्ट सँगसँगै सब्सक्राइब गरेर यसो सपोर्ट साथ गरिदिनु होला। र अन्य भिडियोको लागि तपाईँहरूको लागि र मेरो लागि चाहिँ एकदमै आशाको केन्द्र बन्नेछ तपाईँहरूको सहयोगले, सानो सहयोगले गर्दा, एकदमै सपोर्टले गर्दा। र धन्यवाद। र यहाँसम्म हेरिदिनुको भरमा फेरि पनि हृदयदेखि धन्यवाद भन्दै बाई बाई।